चाइनिज ओक कराई यसो प्यान भइहाल्यो फ्राई प्यान भनेको यो वालालाई फ्राई प्यान भन्छ है ए यस्तो खालकोलाई चाहिँ फ्राई प्यान यस्तो खालकोलाई के भन्छ यो फ्राई प्यानमा होइन चाइनिज लेख्नु पर्दैन फ्राई प्यान भनेर प्यानबाट सकेको चाहिँ मुनि हालिदिनुहोस् यो चारैवटा चाहिँ यो नन स्टिक प्यान भनेर भन्छ है नन स्टिक प्यान हेर्नुपर्छ भने नन स्टिक भनेको कस्तो यो प्यान त्यो पनि प्यान हो यो पनि प्यान नन स्टिक भनेको कस्तो हुन्छ चाहिँ यो कुकरपट्टि एउटा यहाँ छ यो कोडले गर्दाखेरि नन स्टिक हुन्छ होइन यो भित्रको बनावट चाहिँ सबै मेटलकै हो होइन जुन माथिबाट चाहिँ एउटा कोडिङ हाले हुन्छ क्या पलिस गरे जस्तो डेक्चीहरू स्टिलको डेक्ची कतिवटा छ एकचोटि सर्ला बाटा एउटा के भन्नुहुन्छ स्टक पट भनेर लेख्नु डेक्ची 4वटा 5वटा छुट्टै हुन्छ सस पट छुट्टै हुन्छ सस पट भनेको ससहरू बनाउने होइन स्टक पट भनेको स्टकहरू बनाउने ग्रेभीहरू बनाउने त्यसलाई चाहिँ स्टक पटहरू भन्छ ठुल्ठुलो त्यो हामीले हन्डी भन्छ नि हन्डी के यो दुईतिर डेक्ची के डेक्ची यो डेक्ची चाहिँ कतिवटा छ भन्दाखेरि यो एउटा ठुलो र सानो गरेर डेक्ची दुईटा भन्नुभएको एउटा सानो एउटा मिक्सर बल ब्लेन्डर छन त दुई तीनवटै हजुर बटर नाइफ स्टोन के स्टोन भन्छ यसलाई सार्प स्टोन धार राख्ने ढुङ्गा भनेर लेखा स्क्वेजर के भने होइन स्क्वेजर होइन मेजरिङ स्केलहरूमा चाहिँ तराजु भनेर लेख्दैन एउटा छ त्यो अन छैन